ओके गाइस लेट्स गो। हामी घाँसा बजारमा आयौँ। अब हामी मुस्ताङ पुग्दैछौँ। जोमसुङ जानलाई अझै 35 किलोमिटर छ। त्योभन्दा अझै माथि हामी हाम्रो मुक्तिनाथ लास्ट डेस्टिनेसन भनेको मुक्तिनाथ हो गाइस है। बाटो कतै राम्रो छ यी देखिहाल्नुभयो अगाडि, भनेदेखि कतै कतै यस्तै छ, खतरा खुद्रु हिलो। बाइकको आधी टायर त सबै डुब्ने पनि हिलो छ गाइस, तपाईँले देख्नुहुन्छ होला अगाडि। यता आउँदाखेरि बाटो थियो, अब यता चाहिँ अलिक बाटो अलि राम्रो छ भन्ने छ। ओके के छ सर? हाम्रो अरू टोलीहरू अगाडि गइसके। केशव सर र म बिस्तारै डाँडा हेर्दै। अगाडि हेर्नु त यो जङ्गल पहाड, राम कस्तो रमाइलो। यो सिजनमा अहिले अलिकति पानी परिरहेको हो, त्यसले गर्दाखेरि घाम त्यति लागेको छैन। घाम त लागेकै छैन, त्यति मात्रै होइन, र पानी हल्का परिरहेछ। यतिको पानी त हामीले एक्सेप्ट गर्न सक्छौँ। अब योभन्दा ठुलो पानी पऱ्यो भने हामीले रेनकोट निकालेर नै युज गर्नुपर्ने छ गाइस है। ल कस्तो राम्रो छ यहाँ घरहरू, सानो ढुङ्गाको। त्योभन्दा पारिपट्टि जङ्गल गाइस, के को रुख रहेछ त्यो, कति ठुलो रुख, कति ठुलो पहाड। हुन त अब नेपालमा यो पहाडको त कमी नै छैन, र पनि जो टाइम फर्स्ट टाइम आएको, त्यसले गर्दाखेरि यो पहाडहरू देख्दाखेरि कति रमाइलो नै भइरहेको छ। तपाईँ मुस्ताङ आउनु भएको छैन भने आउनुहोस्, एकचोटि भिजिट गर्नुहोस्। मुस्ताङ मुक्तिनाथ झरना कमाल छ गाइस। ल यो सिजनमा चाहिँ त्यति साह्रो त छैन, तर हल्का फुल्का साह्रो चाहिँ भइरहेको छ। मान्छेहरू स्कुटर पनि लिएर आइदिरहेको छन् भने स्कुटरले तान्छ सिङ्गल तान्छ, डबल पनि आइरहेको छन्, तर खत्रै हो, मान्नुपर्छ है। नाम लेखाउनु पर्ने हो, त्यहाँ रजिस्टर गर्ने थियो। ल हामी चाहिँ थोरै त्यहाँ नाम लेखाउँछौँ है त। खै त्यो थाहा छैन मलाई। हो हाइट नै छ, बाटो क्लब कालो हुँदै हामी लप्चाउँछौँ। हिँड्नु एक र दुई, अब त 1 र 2 मात्रै। ओके अगाडि देख्नु भएको छ कति ठुलो पहाडहरू। जाडो भयो त साथीहरू। मेरो साथीको बाइकले अलिकति डबल लोड भएर तानेन त्यति राम्रोसँग, त्यसले गर्दा अलि ढिलो आउँदै हुन्छ। तर बाटो चाहिँ राम्रो छ यो है यतापट्टि। ओके लेते भन्ने ठाउँमा 6 किलोमिटर छ। अब यो ठाउँहरू हामीले प्रायः जसो फिल्ममा सुटिङ गरेको देखिरहेको हुन्थ्यौँ होइन, त्यसले
अझ जान मन लाग्ने। अनि हामीले त्यो रुप्चे झर्ना मैले त्यहाँ रेकर्ड गरिनँ, फोटो खिच्नमै व्यस्त भयो। त्यसले गर्दाखेरि त्यो रुप्चे झर्ना यस्तो राम्रो छ नि गाइस, बयान गर्नै सकिँदैन क्या। त्यसले गर्दाखेरि तपाईँहरू आउनुहोस् एकचोटि आएर हेर्नुहोस् भनेर। त्यो झर्ना अघि हामीले सानो किताबमा पढ्थ्यौँ नि त। आई थिङ्क अब यो एसियाको हो कि नेपालको त सबैभन्दा लामो झर्ना हो होइन, तर एसियाको हो कि होइन भन्ने कुरो म कन्फ्युज है। किनभने अब धेरै पहिला पढेको हो, अब यो आइटीमा त्यति बवाल पनि त होइन नि त म फेरि, त्यसले गर्दा त्यति याद हुँदैन। अलिअलि त हो है फेरि। अब हामी सानोमा त्यो स्कुलहरूमा चाहिँ हजुरबा भन्छ नि, ओ माई गड गाइज हुन्छ अगाडि। आई थिङ्क मेरो क्यामेराले यहाँ कभर चाहिँ गरे होला यो सिनहरू देख्यो गाइज। यो हो क्या, दिस इज नेपाल है। ओ माई गड कति ठुल्ठुलो झर्ना, खोला नाला है, पहाड, पानी पऱ्यो हो कि हिउँ पऱ्यो हो म त बुझ्नै सकिरहेको छैन भने गरिरहेछ। ल गाइस यही हो, दिस इज माउन्टेन प्लेस अफ द नेपाल भनेर भन्यो भने रमाइलो होला। बाटो चाहिँ ठाउँमा यस्तो छ, त्यसले गर्दा बिस्तारै अघि देख्ने ठाउँमा त यस्तो हिलो मैले यति धेरै यात्रा गर्दा भेटेकै थिएन। ल यहाँ पुलहरू बन्दैछ, हुँदैछ, नेपाल हुँदैछ, डेभलप हुँदैछ, हुनुपर्छ, गर्नुपर्छ। ल है ल हिलो यताबाट ठुलो गाडी आइरहेको छ, फेरि साइड त दिनु पर्यो। यता पनि ठुलो पहाड रहेछ। ओके, काठमाडौँ पोखरा बेनी जमसङ मुक्तिनाथ धन्यवाद। यति ठुल्ठुलो गाडीहरू गइरहेछ, तर यो पहाडी जिल्लामा चलाउने नेपाली ड्राइभरहरू चाहिँ बबालै हो कि। यस्तो उछिटाउँछ नि, घोडा चढ्यो भन्दा पम्पिङ बढी हान्छ त यार। मलाई त डर लाग्छ यस्तो बाटोमा चलाउनु, त चिप्लो छ नि त होइन। चिप्लोमा सलात्त गएर फेरि तलपट्टि फेरि खोला छ नि त। यो खोला त सानो रहेछ, तर अगाडि त्यो कालीगण्डकी कतिलाई थाहा छ गाइज है। बाटो त माथि पुरै अफरोड अघि, त्यो पनि हिलो र ढुङ्गा पुरै मिसेको घक्रक्र गर्ने। अनि तल त फेरि गाइज आम्मामा यति ठुलो कालीगण्डकी, फेरि त्यो यस्तो हाइट नि, फेरि त्यो बाटो माथि त्यहाँबाट ख्यात्रक्क झऱ्यो भने नि गाइज उयो छोड्यो क्या, संसारबाट बिदा हुने जस्तो क्या। त्यसले गर्दा अब यस्तो बाटोमा हिँड्दाखेरि बिस्तारै नाचिकन जाने हो क्या, हाततिर के गर्नु होइन। अब ज्यान छ र त मजा हुन्छ। त्यही भएर यस्तो बाटो हिँड्दाखेरि मैले पनि अलिक ध्यान दिएर राम्रोसँग बिस्तारै आनन्द लिएर नेचर हेर्दै हिँड्ने हो क्या गाइस, नेचर होइन। यो ठाउँमा भनेको हामी आइराख्ने होइन नि त, के कसो कहिलेकाहीँ आउने हो नि त यो भनेको त। म जनवरी अब यति ठुलो भइसक्यो, बल्ल फर्स्ट टाइम आइरहेको छु। त्यसले गर्दा बिस्तारै त्यो बाइकमा चढ्यो भनेर होइन, कुदाएर त्यो गऱ्यो भने त कामै छैन नि। त्यो भनेको त एउटा अर्कै कुरा भयो क्या। अब यो नेचर हेर्ने रमाइलो आनन्द फिल होइन, त्यो भनेर अब त्यसको लागि त्यस्तो हो भने त बिस्तारै हिँड्नु पऱ्यो नि त। फेरि ठुलो कुरा गऱ्यो, उसलाई मात्रै थाहा रहेछ भन्ने होला केटाहरू, त्यस्तो होइन है। अहिले त बोल्नु पऱ्यो नि त होइन, बाटोमा यति पनि बोलेन भन्दा फेरि सकिगयो नि। मलाई थाहा छैन मेरो आवाज कस्तो आइरहेछ, किनभने मैले त्यो कुनै लगाएको छैन क्या, माइक लगाएकै छैन। त्यसले गर्दाखेरि अब यो आइफोनबाट खिचिरहेको छु फेरि, किनभने मैले त्यो खास त म यता ल भिडियो बनाउँछु भनेर नै सोचिरहेको थिएन क्या। किनभने मैले अर्को हेलमेट लगाएको थिएँ नि त, त्यसमा त्यो टोपी अथवा मोबाइल चाहिँ राख्ने नै बनाएको थिइनँ क्या मैले। त्यसले गर्दाखेरि त्यो थिएन। अनि तर यो बाटोहरू होइन, अब यो हिमाल त देखेको छैन गाइस होइन। अब यो यस्तो ठाउँहरू देख्दाखेरि चाहिँ मनले मानेन क्या। मेरो साथी केशव सरले चाहिँ यस्तो खालको हेलमेट लाउनु भएछ, मेरो एक्सचेन्ज गरेर मैले ल एकछिनलाई तापट्टि किन्नु हजुर भनेर मागेर
मैले चाहिँ बनाइरहेको छु। यो सबै केसको लागि भन्दाखेरि तपाईँहरूको लागि हो गाइस होइन। अब हामी त घुम्न आयौँ होइन, यसरी देख्यो। अब त्यो हामीलाई त मनमै छ नि त, यो सबै ठाउँहरू बाटोहरू क्याच गर्न सक्दैन नि त क्यामेराले गऱ्यो भने पनि। यो त 10 घन्टाको सुटिङ होला फेरि अघि। अब त्यसले गर्दा अलिअलि राम्रो ठाउँहरू चाहिँ देखाउन खोजिरहेको हो। यो सबै तपाईँहरूको लागि हो गाइस, एकदम हेर्नु होला अघि। अब एङ्गल कतिको मिलेछ त्यो पनि थाहा छैन, किनभने यो राम्रोसँग यसलाई यहाँ सेटअप गर्नु भयो रहेछ। त्यसले गर्दाखेरि गाइस है, ल जे जस्तो छ इन्जोय गर्दै गर्नुहोस् है। यही हो बाटो, ल यतिको चाहिँ राम्रै छ है। मेन भनेको बाटो हुनुपर्छ क्या। बाटो भएपछि त पुरानो नयाँ गाडी बाइक होइन जस्तो जिलेर आए पनि हुन्छ क्या। बाटो राम्रो छैन भन्ने मात्रै हो क्या। साधनले गर्दा त मान्छेहरू कति ट्राभल गर्न सकिरहेको हुँदैन नि त अघि। तर यस्तो ठाउँमा हुँदाखेरि बसमा त झ्याउनै हुन्छ, पब्लिक बसमा। पर्सनल भेहिकल हो भने त बवाल छ। कहाँ जानुभयो मेरो साथी, छोडिनुभयो भएको बाइकको चाहिँ पिकअप घटिसकेछ नि त। अनि त्यसले गर्दाखेरि फेरि डबल लोड हुनुहुन्छ। त्यसले गर्दा चाहिँ भिडियोले लाउनु भएको छ। कस्तो घुम्दिरहेछ यार। पिरोला छ। अब बाइकमा यसरी हिँड्दाखेरि चाहिँ चिसो चाहिँ हुँदो रहेछ। तर यतिकै बस्यो भने चाहिँ एकदम क्या यति बेला नि 3 किलोमिटर छ है गाडी। ठ्याक्कै यतिकै बाइक नचलाइकन बस्यो भने चाहिँ आनन्दको सिटी यो मौसम छ होइन। बाइक चलायो भने त फेरि चिसो भइहाल्दो रहेछ क्या। ओके साथीलाई त पनि पर्ला कति ठुल्ठुलो ढुङ्गा खस्दो रहेछ बाटोमा। नेपालको अधिकांश यो पहाडी जिल्लाहरूमा अब यो ढुङ्गा खस्ने यस्ता एकदमै भइ नै रहेछ। त्यो त त्यति ठुलो भएन बोल्नलाई, तर रिक्स हुन्छ नि त होइन। अब 2-4 ढुङ्गा नभएसम्म कहाँ बाटो फराकिलो हुन्छ फेरि होइन र। त्यही हो क्या। मान्छेलाई बाटो राम्रो चाहिन्छ भनेदेखि अलिअलि पहिरो बाढी यस्ता चलाउनै पऱ्यो नि होइन र। तर दुःख त हुन्छ नि त, मान्छेले नै गरेको कुरा हो, मान्छेले नै दुःख त हुन्छ नि। तर यहाँनिर भएको गाई चिसो भयो चिसो। ल तपाईँहरू अब यता आउँदै हुनुहुन्छ भनेदेखि अलि स्वेटर लगाएर आउनुहोस् है गाई, स्वेटर। देख्नु भएको छ नि पारी तपाईँलाई पारी देखाइरहेको छ है गाई। यो त के सल्लाह हो के भन्छ यसलाई, झुक्यो के सल्लाह हो। कस्तो दामी हो, कस्तो दामी। आहा एभ्रिवान, म एउटा तपाईँलाई सेयर गरौँ होइन। मलाई ठ्याक्क दिमागमा आयो क्या त्यो कुरा होइन। अब यसलाई इम्पोर्टेन्ट माइन है। अब यसलाई अब त्यो आफ्नो अपोनेन्ट हो। यदि तपाईँहरू होइन कुनै कुराले स्ट्रेस हुनुहुन्छ, अब एन्जाइटी छ, डिप्रेसन छ भनेदेखि गाइस कोठाभित्र थुनेर नबस्नुहोस् क्या होइन। तपाईँहरू बजेट छैन भने बरु अलिअलि लोन लिएर भए पनि तपाईँको त्यस्तो समस्या छ भनेदेखि यो ठाउँमा घुम्नुहोस् क्या गाइस। यस्तो नेचरको यो छुट्टै इनर्जी छ नि, उता तपाईँलाई थाहै छ नेचरको एउटा इनर्जी अर्कै हुन्छ भनेर होइन, जो मान्छेलाई अति आवश्यक छ क्या। यो ठाउँमा आएपछि तपाईँले स्ट्रेस, टेन्सन, एन्जाइटी, त्यो तनाव भन्ने चिजहरू छ नि, जुन अहिलेको 21st सेन्चुरीको मान्छेलाई बर्बाद पार्दै गरेको चिज त आफैले नै निकालेको कुराहरू हो। त्यो हराउँछ क्या साथीहरू, हिल हुन्छ क्या, हिलिङ हुन्छ यो ठाउँमा। ओ माई गड, यस्तो राम्रो छ नि ठाउँ, तपाईँले देखिसक्नु भएको छ नि। अब किनभने मैले त्यो लोन लिएर आउनुहोस् किन भने भन्दा नि होइन, तपाईँले कतिपय मान्छेलाई ट्राभल गर्नलाई अब त्यो पैसा नभएर अलिअलि बजेट पनि क्या, त्यति धेरै पैसा नि हुनु पर्दैन। थोरै बजेटमा हामीले सस्तो खानाहरू खाएर सस्तामा बसेर पनि ट्राभल गर्न सक्छौँ होइन। अब त्यति बेला मात्रै तपाईँसँग एउटा टाइम हुनु पऱ्यो है। अब तपाईँको जब बिजनेस छ भने त अब ट्राभल गर्नलाई अब एउटा राम्रो टाइम निकाल्नुपर्छ होइन। अब घुम्न जाँदै हुनुहुन्छ, अब टेन्सन भयो, बिजनेसको कुराहरू आयो, जबको टेन्सन भयो भन्दाखेरि मजा हुँदैन होइन। तर अलिअलि पैसा छ र पुग्दैन भने अलिअलि पैसा तिरेर, तर त्यो समस्या छ भने क्या, त्यस्तो समस्या छ भनेदेखि तपाईँहरूले होइन टक्क अलिअलि पैसा लोन लिएर बरु घुम्न निक्लिनुहोस्। तपाईँको त्यो टेन्सन अथवा तपाईँलाई त्यो समस्या हुन्छ नि अहिले एन्जाइटी, अब डिप्रेसन, त्यस्तो छ भनेदेखि घरमै बस्यो भने झन् त्यसले अट्याक गर्दै जाने हो क्या। तपाईँहरू
यसरी यस्तो ठाउँमा आएर घुम्नुभयो भने नि त्यो टेन्सन स्ट्रेस एन्जाइटीहरू आफै हराएर जान्छ नि त होइन। निको हुन सक्नुहुन्छ है। अब चाहिँ 100% भन्ने कुरो त होइन, त्यसलाई तपाईँले कसरी हेर्नुहुन्छ भन्ने कुरा पनि हो होइन। अब त्यो चिज त्यो समस्याले तपाईँलाई मुक्त हुनुभयो भने त फेरि पैसा त तपाईँले कमाइहाल्नुहुन्छ नि होइन र हो। त्यसले गर्दाखेरि अब पहिलो कुरा त अब आफूमा नि हुनुपर्छ अघि, अनि आफैभित्र त्यो खालको एउटा इनर्जी निकाल्नु भयो भने त अटोमेटिकली घरमै बस्यो भने पनि त्यस्तो किसिमको समस्याहरू हल हुन्छ। तर यस्तो ठाउँमा त्यो प्रयास गर्दा गर्दै पनि भएको छैन भनेदेखि यस्तै राम्रो खालको ठाउँहरूमा घुम्न जानुभयो अथवा त्यहाँ गएर एक दुई दिन बस्न सक्यो भनेदेखि चाहिँ मेरो विचारमा होइन त्यो एन्जाइटी स्ट्रेसहरू चाहिँ निको हुन्छ कि जस्तो लाग्छ है मलाई चाहिँ। किनभने यहाँ आएपछि फिलै अर्को हुन्छ क्या। भनेपछि अझ त्यो माथि अब मुस्ताङ पुगेपछि अथवा होइन अब त्यो हिमालयन देखिसकेपछि अथवा मुक्तिनाथमा अब त्यो दर्शन गरिसकेपछि कस्तो फिल होला गाइस। मलाई त भोक लाग्यो यार किनभने जब 10 बजी खाएको होइन मिठो त्यो खाना पनि घिउसँग जमाइदिएको मैले त आई लभ घी है। अनि त्यसले गर्दाखेरि अनि अब अहिले त बिहान अब मुक्तिनाथको दर्शन गर्नु भनेपछि त केही खानेकुरो भएन नि। यस्तो हो अब। हुन त मलाई अब मन्दिर गयो भने पनि खाली पेट जानैपर्छ भन्ने चाहिँ लाग्दैन है गाई। किनभने मन्दिरको छत्रछायामा परेपछि त्यसै दर्शन हुन्छ क्या होइन, त्यसै पुण्य मिल्छ क्या। त्यो हो क्या। तर मनमा चाहिँ पाप हुनु भएन। पेट खाली गर्ने मनमा पाप बोक्ने त्यहाँबाट पेट अब भोक लागेर कुवा परिरहेको छ अब यता चाहिँ पूजा गरेँ भनेर पनि भएन नि त होइन। तर टन्न खायो होइन, राम्रो चिज खानु पऱ्यो क्या। राम्रो चिज खाएर हामीले मन्दिर गयौँ भनेर पूजा गऱ्यौँ भने पनि नट ब्याड क्या गाई। मलाई चाहिँ त्यस्तो लाग्छ है। तर अब अलिकति त्यो धर्म कर्ममा अलिकति विश्वास गर्ने एकदमै फलो गर्नेहरूले त खाली पेटै हुनुपर्छ भन्ने कुरा हुन्छ। नट ब्याड त्यो पनि होइन। एउटा कल्चर अनि तपाईँको धर्म संस्कृति भनेको त जगेर्ना गर्नुपर्छ। तर हामीले हरेक कुरालाई चाहिँ एउटा व्यवस्थित भनौँ न अथवा पोजिटिभ थटले क्या अगाडि चाहिँ गऱ्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। असीम थकाली भान्साघर लेते मुस्ताङ ल लेते भन्ने ठाउँमा आयो। ओ माई गड यता त कस्तो चिसो भयो यार। मैले त ज्याकेट थप्नु पर्ला जस्तो छ। तर मैले ड्याममा बाँधी छु क्या ज्याकेट होइन, पछाडि बाँधेको छु क्या मैले। त्यो भएर हो क्या। त्यसले गर्दा अलिकति चिसो गाई चिसो कुकुरको खुट्टै दुखेछ। मेरो साथी त कहाँ हराउनु भयो यार। म यस्तो ढिलो हिँडिरहेको छु यार। यस्तो राम्रो बाटो छ। अब उहाँको मम्मीलाई चाहिँ मैले राख्नु पर्ला। उहाँको बाइकलाई अलिकति पिकअप गरेर जस्तो लाग्यो क्या मलाई। है गाइस तपाईँलाई एउटा सजेसन के छ भनेदेखि होइन, तपाईँ यो ठाउँमा आउँदै हुनुहुन्छ भनेदेखि थोरै टाइम लिएर चाहिँ आउनुहोस् ल। किनभने नि भने बिस्तारै होइन यो नेचरहरू हेर्दै रमाइलो गर्दै अघि अनि तपाईँको हुन्छ नि फोटोहरू खिचेर भिडियो बनाएर मजाले हेर्दै बिस्तारै गरेको गाँजा पनि रहेछ गाई। ओहो कति धेरै गाँजा यार। साथीहरू गाँजा खानुहुन्छ भने सम्पर्क गर्नुहोस् है, म यहाँबाट आउँदै ल्याइदिन्छु यार होइन। त्यो गऱ्यो भने चाहिँ बल्ल घुमे जस्तो हुन्छ कि जस्तो लाग्छ कि मलाई होइन। समय लिएर बरु 1-2 महिना रोक्ने होइन, समय लिएर चाहिँ घुम्ने क्या। लेत्ते बजार गाइस, लेत्ते बजार हो। सुकेको मकै पनि रहेछ यहाँ यार। पानी पऱ्यो गाइस, मेरो क्यामेरामा पानी पऱ्यो जस्तो लाग्यो है। ओहो अब ज्याकेट रेनकोटै लगाउनु पर्ला जस्तो यार। पानी पऱ्यो ल है गाइस, म चाहिँ रेनकोट लगाउँछु भने यो पानीमा भिज्यो भने त बिरामी हुन्छ यार।